हामीहरूले मेरो टिममा भएकोले धेरै हामीले चिठी लेख्छ कहिले काहीँ चिठीको प्रयोग छ। मलाई लाग्छ अघि तपाईँले बुद्ध जयन्ती भन्नुभयो, नेपाली साहित्यमा बुद्धत्व पनि छ जो विश्वको कुनै पनि साहित्यमा छ। त्यसैले सो स्पर्शमा चाहिँ नेपाली साहित्यको प्रयोग मनोरोग, मान्छेले आफ्नो जीवन बुझ्नलाई जति डिप्रेसनहरू, एन्जाइटीहरू जति पनि छन् यसको समाधानको लागि भनेर यो चाहिँ दोस्रो किताब त्यस अर्थमा कति राम्रो जवाब। जस्तो तपाईँले चाहिँ यो सो स्पर्श, मैले यहाँलाई जानकारी पनि गराउँ, यो सो स्पर्श चाहिँ पुस्तक यसको मूल्य 640 रुपियाँ छ र 20% छुट सहित आज 510 रुपियाँमा यहाँबाट बिक्री पनि हुन्छ। कार्यक्रम सकेपछि लेखकको हस्ताक्षर सहित यहाँले त्यो लैजान पनि सक्नुहुन्छ। त्यो पुस्तकको चाहिँ सुरुमा तपाईँले लेख्नु भएको छ कि एउटा मान्छेको जीवन अर्को मान्छेको जीवनको आरोग्य मार्ग हुनसक्छ अथवा पोखती हुनसक्छ, प्रश्न गर्नुभएको छ। यो प्रश्न तपाईँले यो चाहिँ हजुरले अलि सुरुमा कस्तो मिठो लेख्नुभयो। तपाईँले मलाई लाग्छ सरको पनि सकेको एउटा किताब आउँदै रहेछ 2025मा एकदम राम्रो लाग्यो। सरको पहिलो प्याराग्राफ जुन लेख्नु भएको त्यसमा कस्तो मिठो लेख्नु हजुरले नै भन्नुभएको थियो, एउटा मान्छेको लड्दै गर्दाखेरिको कथा अर्को मान्छेलाई उठ्नलाई चाहिँ सहयोगी हुनसक्छ हो। मान्छेको कथा, एउटा मान्छेको कथा अर्को मान्छेको आरोग्य मार्ग हुनसक्छ। किनभने संसारमा मान्छे मात्रै एउटा यस्तो प्राणी हो जसले कथा भन्न सक्छ। जनावरहरूमध्ये मान्छे मात्रै एउटा यस्तो प्राणी हो जसले कथा भन्न सक्छ। मान्छे मात्रै एउटा यस्तो प्राणी हो जसले कथा सुन्न सक्छ। मान्छे मात्रै यस्तो प्राणी हो जसले कथामा विश्वास गर्न सक्छ। यसो सोच्नु होला, हाम्रा धर्महरू कथामा अडिएका छन्। यदि हाम्रो धर्ममा एकदमै रसलाग्दा, एकदमै प्रेरणादायी कथाहरू नहुने हुन् भने धर्म त छिट्टै विनाश भइहाल्छ। धर्म मात्रै होइन, राष्ट्रमा पनि राष्ट्रको सुरक्षा जति कथाले गरेका छन्, जति शहीदका कथाहरूले गरेका छन्, त्यति अरू कुनै पनि अस्त्रले गर्न सक्दैन। त्यसैले कथाले धेरै कुराको निर्माण गर्छ र धेरै कुराको विनाश पनि गरिदिन सक्छ। कथा, एउटा मान्छेको कथा अर्को मान्छेको त्यसैले आरोग्य मार्ग हुनसक्छ। म एउटा सानो कथा लेख्न चाहन्छु। म सुर्खेत गएपछि मैले एकदम धेरै गरेको एउटा काम भनेको स्टुडेन्टहरूसँग अन्तर्क्रिया, उनीहरूलाई हेल्थ प्रोग्रामहरू दिने, उनीहरूसित छलफल गर्ने अनि मेन्टल हेल्थ सम्बन्धी प्रोग्राम दिने बेलामा विशेष गरेर सुसाइड प्रिभेन्सनको क्लास चाहिँ कस्तो हुन्थ्यो भने एउटा विद्यार्थीले अर्को विद्यार्थीलाई समस्या परिरहेको छ भने कसरी सहयोग गर्ने, गुरुले कसरी सहयोग गर्ने, कसरी थाहा पाउने भन्ने खालको एउटा सानो 45 मिनट्सको क्लास दिन्थेँ। र अन्तिममा मेरो अन्तिम शब्द के हुन्थ्यो भने मेरो फोन नम्बर यो हो, तिमीलाई एकदमै धेरै समस्या परिरहेको छ, कसैले पनि सुनिरहेको छैन भने मलाई फोन गर्नु, म कहाँ हुनु, एउटा कफी पनि खुवाउँछु, तिम्रो कथा पनि सुन्छु, तिम्रो समस्या पनि सुन्छु र त्यसको निवारण मबाट नहुने रहेछ भने को बाटो हुन्छ त्यो पनि बाटो देखाउँछु भनेर धेरै भाइ बहिनीहरूले मलाई मसँग आउनुहुन्थ्यो। अनि एकचोटि बेलुका बिरामी हेरिरहेको थिएँ, मेरो मोबाइलमा फोन आयो, मिस कल आयो, फेरि आयो, 9-10वटा मिस कल आइसकेपछि अनि मैले कल ल्याएर अनि उताबाट एकजना बहिनीको आवाजमा हाले एकदम बोल्न नसकेको जस्तो, बोलु जस्तो आफ्नो कुरा राख्नुभयो। उहाँले के भन्नुभयो भने म यति बेला चिसापानीको जुन कर्णालीको पुल छ त्यो माथि उभिएकी छु, मेरो भ्रमण आएका थियो, मलाई धेरै पहिलादेखि एकदमै सुसाइड गर्न मन लाग्थ्यो, आज यो पुल देखिसकेपछि मलाई ठाउँ लागेको छ। तपाईँले भन्नुभएको थियो मलाई कि यस्तो अवस्थामा केही परिहाल्यो भने फोन गर्नु होला भनेर, त्यही भएर फोन गरेको। यहाँ धेरै गुरुवर्गहरू आउनुभएको छ, विद्यार्थीहरू आउनुभएको छ। यदि कसैले तपाईँलाई कुनै दिन मलाई त मर्न मन लाग्छ नि, बाँचेर के गर्नु र, बाँचेर कामै छैन भनेर तपाईँलाई भनेको छ भने उसले मलाई मर्न मन लागेको छ भनेको होइन। उसले के भनेको भने तपाईँ मेरो सबैभन्दा नजिकको साथी हो,
मलाई मर्न मन छैन, मलाई बाँच्न मन छ, तर अगाडि बाटो नै छैन। त्यो बाटो तपाईँले मात्रै देखाउन सक्नुहुन्छ। मलाई बचाउनुहोस् मेरो साथी, वा मलाई बचाउनुहोस् मेरो गुरु भनेर भने कोही टिचरलाई एउटा सानो बच्चाले आएर आफ्नो समस्या बताइरहेको छ भने बुझ्नुहोस् तपाईँ त्यो बच्चाको सबैभन्दा फेभरेट टिचर मात्रै होइन, हुनसक्छ सबैभन्दा फेभरेट मान्छे नै तपाईँ। त्यति बेलामा तपाईँले मसित अहिले समय छैन पछि आउनु भनिदिनु भयो भने, अनि मैले त्यो बहिनीसँग त्यसपछि संवाद गरेँ, केही संवादहरू गरेँ जो पुस्तकमा छ। अनि त्यो संवाद केमा आधारित छ भने हामी यो हलमा जति पनि छौँ हामीहरूले आफ्नो विद्यालयमा प्राथमिक उपचार भनेर पढ्यौँ। चोटपटक लागेको बेला यसमा रगत आयो भने कसरी प्राथमिक उपचार गर्ने भनेर, तर हामीहरूले मानसिक भावनात्मक प्राथमिक उपचार भनेर कहिले सिकेनौँ। र अहिले विश्वमा यो सिकाउनुपर्छ आउने पुस्तालाई। भावनात्मक विच्छेद एकदमै मान्छे एकदमै भावनात्मक कम्पन भएको बेलामा कस्तो खालको फर्स्ट एड, कस्तो खालको प्राथमिक उपचार गर्ने, त्यो विधिमा आधारित भएर मैले उहाँसित कुरा गरेँ। र त्यसपछि मैले उहाँलाई यस्तै चिठी एकजना अर्को भाइको उहाँ जस्तै अवस्थामा भएको चिठी लेखेर दिएँ। ती बहिनी अहिले काठमाडौँ तिरुवल युनिभर्सिटीमा मास्टर्स गरिरहेकी छिन्। यस्तो राम्रो के जवाब त्यति बेला चाहिँ मैले केही कुराहरू भन्छु अरू पुस्तकमा पढ्नलाई। त्यति बेला चाहिँ मैले उहाँलाई सुरुमा जहिले पनि कसैले यस्तो भन्यो भने सुरुमा पहिलो लाइन हाम्रो के हुनुपर्छ भने, बहिनी 24 घन्टाको लागि कुनै पनि नयाँ निर्णय नगर्नुहोस्। यो शब्दले मान्छेलाई रोक्छ। 24 आवर्स जस्ट एक नयाँ निर्णय नगर्नुहोस्, बरु आफ्नो कुरा भन्नुहोस् न, मलाई तपाईँको कुरा मलाई भन्नुहोस् भनेपछि उहाँले मलाई भन्नुभयो मेरो कुरा के सुन्नुहुन्छ र म जस्तीको होइन, भन्नु न, म सुनिरहेको छु, मसँग फुर्सद छ, टाइम छ, म भन्नु न, म हतारमा छु, टाइम छैन भन्यो भने फेरि म त फुर्सदमा छु, खाली टाइममा छु, भन्नुहोस् भने मेरो एउटा खुट्टा फुल्नु लागेको छ सानैबाट। मेरो बुवा आमा पनि छैनन्, मामा माइजूले हुर्काउनु भएको हो। कक्षामा पनि कोही मिल्दैनन्, मेरो साथी पनि छैनन्, पढेर पनि के गर्ने र जागिर पनि पाइएला जस्तो छैन। पछि गएर बाँचेर पनि के गर्ने लागेर जस्तो मलाई चाहिँ मर्न मन लाग्छ। मैले चाहिँ त्यसपछि यसमा चाहिँ योभन्दा अगाडि यो पुस्तकमा योभन्दा अगाडि फेरि केही दोषी चस्मा अघि सरले पनि भन्नुभएको थियो। दोषी चस्मालाई एक गरेर पढ्न जरुरी छ, जसले यो काउन्सिलिङमा चाहिँ मान्छेलाई सहयोग गर्छ। अनि मैले उहाँलाई भने ओहो होइन बहिनी, मलाई त तपाईँसँग भेट्न मन लाग्यो, तपाईँको कुरा सुन्न मन लाग्यो। उहाँले भन्नुभयो म जस्तीको कुरा के सुन्नुहुन्छ र? होइन तपाईँको एउटा खुट्टा चल्दैन, गाउँमा जन्मिनु भएको, अहिले आमा बुवा छैनन्, मामा माइजूले हुर्काउनु भएको, यति हुँदा हुँदै पनि तपाईँ युनिभर्सिटीमा पढ्नु भएको छ। तपाईँ त एकदम प्रेरणादायी व्यक्ति हो, तपाईँ एकदम बलियो मान्छे हो, त्यसैले म तपाईँको कुरा सुन्न चाहन्छु भनेपछि उहाँको जस्तो यहाँले भने जस्तै अहिले यो आम जनमानसमा पनि अथवा आम प्रवृत्ति पनि कस्तो देखिन्छ भने आफूसँग भएको भन्दा पनि नभएको कुराको बढी चिन्तन गर्ने, त्यसले गर्दा स्वस्पर्शभन्दा पनि स्वयुद्ध भनौँ न त्यो बढी देखिराखेको हुन्छ। अब यहाँ चाहिँ मनोविज्ञान पनि राम्रोसँग बुझ्नुहुन्छ र त्यो पनि अध्ययन गर्नुभएको छ। खास किन हामी नकारात्मकतातिर नै बढी ढल्कने के छ, मान्छेको आम प्रवृत्तिको कस्तो हो र यसलाई सकारात्मकतातिर तान्ने यहाँले गर्नुभएका केही प्रयासहरू अथवा केही अनुभवहरू छ? म यसलाई सजिलोमा हजुरहरूलाई बुझाउँछु। यो चाहिँ मेरो विचारमा हाम्रो यो संवादको मुटु हुनसक्छ र मैले यो प्रश्नको जवाब अलिकति टाइम लिएर हजुरहरूलाई चाहिँ म यो स्वस्पर्श लेख्ने बेलामा केही गुम्बाहरूमा लामो समय बसेँ। त्यो मध्ये कपन गुम्बा, काठमाडौँ जानुभयो भने कपन गुम्बाको लाइब्रेरीमा चाहिँ एकचोटि जानु होला। यस्तो राम्रो लाइब्रेरी छ त्यो है। अनि त्यसमा चाहिँ कि बौद्धवादीहरूको पुस्तक छ, कि चिकित्सकहरूको मात्रै पुस्तक छ। अनि त्यहाँ फ्लोरमा यसरी सुतेर पढिरहँदा एकजना लामाले पछि मलाई बोलाउनु गएर भन्नुभयो, मैले उहाँलाई पहिले भने म खास पुस्तक लेख्नको लागि यहाँ आएको हो, अध्ययन गर्न, सुन छोटकरीमा भन्छु भनेर उहाँले आफ्नो भाषामा चाहिँ टिबेटियन नेपाली भाषामा बुद्धले हामीहरूलाई 1400वटा मेन्टल एक्सर्साइज सिकाउनु भएको क्लास 1400वटा।
र यी भागलाई यी 1400वटालाई हामीले 3 भागमा बाँड्न सक्छौँ। शिला, समर्था र विपश्यना 3 भागमा बाँड्न सक्छौँ। यी 3 भागको राम्रोसित प्रयोग गर्यो भने हामीहरूले जीवनमा जो तपाईँले भन्नुभयो कि समस्या पऱ्यो भने छटपट निन्द्रा पनि लागेको छैन, चिक भइरहेको छ, आफैसँग सोयुद्धमा बिताइरहेको छ मान्छे। तर यदि मान्छेलाई यी 3 कुराको ज्ञान भयो भने त्यो सोयुद्ध सोस्पर्शमा परिणाम हुन्छ। जस्तो कि अहिले हार्वर्ड युनिभर्सिटीले एउटा अध्ययन गर्ने बेला नर्मल टाइममा पनि कुनै विचलित नभएको मान्छेको मस्तिष्क पनि 47% टाइम कि भविष्यमा हुन्छ कि भूतकालमा हुन्छ। नर्मल्ली वर्तमानमा त्यति थोरै समय हामी बस्दो रहेछ। मान्छेको मस्तिष्क संसारको सबभन्दा ठुलो टाइम मसिन कहिले तर बुद्धले सिकाएको जुन माइन्डफुलनेस मेडिटेसन छ त्यसको दैनिक प्रयोग हामीले गर्दै गयौँ भने त्यो वर्तमानमा बस्ने समय बढ्दै जान्छ। यहाँभित्र एउटा टाइम मसिन हुन्छ, ब्रेनमा लिम्बिक सिस्टम भन्ने सिस्टमको एउटा टाइम सानो भाग हुन्छ जसले हामीलाई वर्तमानमा बसाल्छ। साँच्चीकै त्यो एमआरआई गरेर टेस्ट गरेर हेर्दाखेरि ती बौद्ध भिक्षुहरूको त त्यस्तो चिजको जसरी हाम्रो जिमखाना हुन्छ नि, हामीले मसल बढाउँछौँ त्यसकै साइज बढेको भेट्यो नि। अनि उनीहरू 50-55% होइन 80-90% वर्तमानमा छन् कि उनीहरू वर्तमानमा धेरै समय बिताइयो भने के भयो त भन्दा अझ हामी संवाद गरिरहेका छौँ। त्यो संवादको आनन्द हामीलाई धेरै आउँछ। तपाईँले सुनिराख्नु भएको छ, यहीँ बसेर सुनिराख्नु भएको छ भने आनन्द धेरै आउँछ। चिया खाइरहेको छ, चियाको मिठास के हुन्छ, चिया खाँदैछ तर यति धेरै भाडा मात्नु छ भनेर एकछिनपछिको भविष्यमा मान्छे गयो भने चियाको स्वाद हुन्छ। यो कुराको चाहिँ ज्ञान त्यसमा चाहिँ प्राप्त हुन्छ। र शरीरको नेचर कस्तो हुन्छ भने तपाईँले विचार गर्नु होला। खुर्सानी टोक्नु भएको छ, हामी सबैले खुर्सानी टोकेका छौँ। कहिलेकाहीँ त्यो जिरे खुर्सानी पऱ्यो भने यति पिरो हुन्छ। त्यो थोरै टोकेको पिरो मेट्नको लागि अब हामीहरूले कति चिनी खानुपर्छ? 10 चम्चा 20 चम्चा चिनी। हेर्नु, खुर्सानीको घनत्व चिनीको घनत्वभन्दा धेरै भएको होइन। हाम्रो शरीरले दुःखलाई सुखभन्दा धेरै महसुस गर्ने भएर एकचोटि फेल हुनुभयो भने 10 चोटि पास बराबरको खुसी लैजान्छ। त्यसले एकचोटि एउटा प्रेमिकासँगको बिछोड भयो भने 10 साथीको चाहिँ सम्बन्धको स्वादले बगाएर लैजान्छ। शरीरको बनावट त्यस्तै छ। र यसको कारण छ किनभने दुःखले हामीलाई बचाउँछ कि वास्तवमा बचाउँछ। एपेन्डिसाइटिस भयो, दुखेन भने त मरिन्छ, दुख्छ र त हामीलाई थाहा हुन्छ। त्यसैले दुःखको महत्त्व छ। एउटा च्याप्टर नै यसमा चाहिँ दुःखको महत्त्वको बारेमा लेखिएको छ। मेरो विचारमा टिचर्सहरूले विशेष गरेर अध्ययन गरेर चित्र नै